हेलो हेलो नमस्ते गुड मर्निङ लसो फ्याफुल्ला सबैजनालाई धुम्बन्धन। यो चाहिँ हाम्रो इटालिएट छिमेँ किनकि मैले यसरी यो बिउको लागि राखेको यो सुकिएको होइन यो राम्रो राम्रो छानेर आएको हामीले। अब यो चाहिँ हामी किनकि सधैँ बिउ किनेर हामीले खर्च बढी बढाउँ भन्दा हामीले यो आफ्नो उसमा रोपे फलेको राम्रो राम्रो फललाई चाहिँ यसरी सङ्कलन गरेर हामीले किनकि राम्रो बिउ उत्पादन हुन्छ हामीले आफैले बनाउँछ लगभग हामीले 100 ग्राम 200 ग्रामको उसले चाहिँ 300 400 500 किन्नु पर्छ भने हामीले यसरी यति जम्मा गरेर आयो भने किन हाम्रो लगभग 1 करोडले पुग्छ नि त होइन। यसरी इन्टेलिजेन्ट सिमी हो यो हाम्रो इन्टेलिजेन्ट सिमी किनेर चाहिँ हामीले राम्रो राम्रो छानेर आयो भने राम्रो हुन्छ। त्यो चाहिँ हाम्रो यसपालि चाहिँ आफै बिउ उत्पादन गर्ने तयारी गरिरहेको छौँ किनकि सानो सानो यसमा थोरै सकेसम्म अब आफ्नो गाउँ स्थानीयलाई पनि पुग्ने गरी म उत्पादन गर्छु नभइकन आफ्नोलाई मात्रै भए पनि म पुर्याउने गर्छु। हाम्रो यो अगबरे खुर्सानी यो पनि हाम्रो बिउको लागि एकदम पाकेको यसले चाहिँ हामीले बाँधेर झुन्डाएर राखेपछि यो आफै बिस्तारै बिस्तारै गेडा छुट्टिन्छ। बिया छुटेपछि हामी चाहिँ पछि बिया राख्न सजिलो हुन्छ। एकदम हाम्रो राम्रो एकदम पिरो हुन्छ यो किनकि यो चाहिँ अब बुलेट भन्छ त्यो भन्दा नि पिरो हुन्छ यो। अगबरे भने यस्तो हुनुपर्छ किनभने यो लगभग एउटा ऊ भयो भनेदेखि एउटा खुर्सानी ढेडी भयो भने लगभग 5-7 जनालाई चाहिँ मजाले पुर्याउँछ यसले काण्ड बनाउँछ होइन। त्यस्तो खुर्सानी हो यो किनकि मैले चाहिँ पोहोर साल रोपेको थिएँ। पोहोर सालको चाहिँ यो सेकेन्ड बोर्ड हो यो 2 वर्ष भयो। त्यसबाट चाहिँ निकालेको बिउको लागि यो खुर्सानी यो चाहिँ अगबरे खुर्सानीको बिउको लागि तयारी किनकि हामी चाहिँ 500 600 500 600 700 800 पाइकाट किने लगभग हाम्रो यो 3टा ढेडी खुर्सानीको बिहा नै हुँदैन त्यसमा 500 600 रुपियाँ तिर्छ होइन। त्यही भएर हामी चाहिँ आफ्नोलाई आफै तयारी गरौँ आफैले उत्पादन गरेर रोप्ने गरौँ है। किनकि यो इटालिएट सिमी यो अगबरे खुर्सानी यो चाहिँ हाम्रो राजमा ल हेर्नुहोस् यो पनि बिहा आफैले राख्न सकिन्छ। यो 600 700 रुपियाँ केजी किन्नुभन्दा त आफैले यो बिउ राखेर रोप्यो भनेदेखि हाम्रो बिउमा पैसा सेभ भयो। हामी सधैँ अरूको भर नपरौँ आफैले उत्पादन गरौँ आफैले नै आफूलाई आफैले जोगाउ गरौँ। यो सधैँ अर्को किनेर मात्रै चलाएर हुँदैन अर्कोले त जस्तो पनि पठाइन्छ किन आफ्नो चाहिँ यो चाहिँ यो अर्को यो डल्लो यो र यो फरक छ यो खुर्सानी र यो अगबरे फरक छ फेरि यो पनि अगबरे हो यो पनि अगबरे हो। यो चाहिँ हाम्रो स्थानीय लोकल हो यो है। यो चाहिँ अलिकति यो अहिले चलेको भनौँ यो चाहिँ अलि लाम्चो खालको हुन्छ। यो पनि एकदम पिरो हुन्छ। पिरोमा चाहिँ यिनीहरू दुईजना कुनै कमी छैन दामदार धुमधार एकदम पिरोको लागि चाहिँ कुनै कमी कमजोर छैन यिनीहरू दुईजना चाहिँ किनकि कुनै अगबरे चाहिँ कुनै चाहिँ गुलियो खालको हुन्छ क्या तर त्यस्तो होइन हाम्रो चाहिँ यो एकदम पिरो। हामीले चाहिँ पोहोरको चाहिँ यसबाट छुटाएर बोर्ड छुटाएर त्यो गुलियो खालको बोर्ड चाहिँ हामीले साइड लगाइसक्यौँ हामीले। यो चाहिँ हाम्रो गुलियो खालको खुर्सानी होइन हाम्रो चाहिँ यो चाहिँ अब भोलिसम्म यो रातो भइसक्छ यो चाहिँ हाम्रो बिउको लागि यो पनि बिउको लागि यो पनि बिउको लागि। अब हाम्रो काउलीको बिरुवा नि तयार भइसकेको छ चाहिन्छ भने यसो भिडियो हेरेर सबैजनाले त्यहाँ नम्बर छ कन्ट्याक्ट गरेर लिन सक्नुहुन्छ। धन्यवाद।